राख्दाखेरि प्रोसेस भन्दै गर्दाखेरि चाहिँ नि हामीले दुई तीनटा कुराहरू हुन्छ ब्रेक पनि हाम्रै भयो स्टेरिङ भयो ल देउता चाहिँ कति मोड्ने र भने चाहिँ एउटा गाडी चालकले ब्याक गियर लाउँदाखेरि कसरी छिर्ने भन्ने ठ्याक्कै त्यही हो हाम्रो भनेको चाहिँ नि चारैजना आधैजना आजदेखि लिएर हाम्रो चाहिँ कम्बिनेसन भइरहेको हुन्छ र देउतालाई चाहिँ कति मोडेर लाने र कति साइडमा राख्ने जस्तै कि रोडको ग्यापहरू पनि हेर्नुपर्ने हुन्छ माथि देउताले चाहिँ नि छुइरहेको छ कि छैन त्यो पनि हेर्नुपर्ने हुन्छ र टर्निङदेखि लिएर ब्रेक इमर्जेन्सी भयो भने ब्रेक लाउनु पर्यो केही समस्या हुन लाग्दा हामीले रोक्नेदेखि लिएर चाहिँ नि यसलाई चाहिँ नि व्यवस्थित रूपमा चाहिँ नि बाटोमा कुनै कुनै यस्तो यस्तो बाटोहरू छन् कि ठ्याक्क रड रोकेर दायाँ बायाँ 1 फिट 1.5 फिट मात्र ग्याप भएको 2-3टा ठाउँ हामी त्यहाँबाट हामी रड गुराउनुपर्छ त्यसलाई चाहिँ हामीले व्यवस्थित तरिकाले धनजनको क्षति नहुने गरी चाहिँ व्यवस्थित तरिकाले ल्याउने एउटा गाह्रो प्रक्रिया हो ठुलो चाहिएका चाहिँ ठुलो पुरै चावल चाहिँ कुटी हुँदा चावल छिटो बालकुमार जियो पनि बालकुमार जियो नपो माझ्यो सम्झुँदा अन्त ट्याक्क छिटो आचार छिट कुनै दिने छिट तान्नु सक्नु आउँछ आचार बस्यो होला बसु आधार चाहिँ कुनै लागि तान्साको लागि न सहनुले अब आउँछ ठुलो इङ्ग्लिसको छुट्टी इङ्ग्लिस लाग्छ सिनपु मसिनपु रोटो थिएछ ओ पछि झिटके गोटियाहरू टिकल टिका लागि ग्यारेन्टी दियो त ठुलो एउटा झिट ठ्याक्क बालकुमा जियो नपर्ने लागि कुनै झिट जियोसाउ हिँड्यो तान्थे ट्याक्क मिलेन त्यही थोरै अब यङ हुँदै गर्दाखेरि चाहिँ नि अब मचिन्द्रनाथसँग त अब यो हाम्रो आत्मा नै बसिरहेको भयो सधैँ रथ हेर्न जाने तान्न जाने हुँदै गर्दाखेरि चाहिँ नि पछि जापु समाजबाट भोलिन्टियर जाँदै गर्दाखेरि पनि म सिनियर दाइहरूलाई चाहिँ नि मलाई चाहिँ नि भोलिन्टियर चाहिँ नि चक्कमै राखिदिनु भनेर भन्थेँ किनभने मलाई त्यो हेर्न चाहिँ खुब रहर लाग्थ्यो अनि मैले धेरै वर्ष चाहिँ नि त्यो चक्कामा हेर्दै भोलिन्टियर गर्दै त्यहाँ सधैँ म भोलिन्टियर चाहिँ नि चक्कामै गर्न जाने भनेर चाहिँ हिँड्थेँ अनि त्यसपछि चाहिँ नि दाइहरू चिन्जान हुँदै जान्यो योभन्दा सिनियर दाइहरू हाम्रो आजहरू चाहिँ चिन्दै गयो त्यसपछि चाहिँ उहाँहरूसँग चाहिँ नि एक्सक्युज गरेर कहिलेकाहीँ लिने उहाँहरूलाई चाहिँ थाकै माग्दाखेरि समातिदिने त्यो घरहरू फस्दाखेरि निकालिदिने त्यस्तो कामहरू धेरै गऱ्यो पछि चाहिँ बिस्तारै उहाँहरूले चाहिँ नि अब ल ठिक छ तपाईँ तिमी पनि राख भनेर चाहिँ बिस्तारै छोड्दै गयो छोड्दै गर्दाखेरि चाहिँ नि घर परिवारमा कसैलाई पनि थाहा थिएन यो कुरा अनि पछि चाहिँ नि देखाएको छ मैले घर राखेर ल्याएको चाहिँ नि देख्दाखेरि चाहिँ नि घरमा चाहिँ नि मम्मीबाले चाहिँ नि किन गइराख्नु छ्याटौ वनमा आऊ भन्ने पनि कुरा गर्यो तैपनि अब इच्छा थियो पहिलादेखि नै त्यसपछि हुँदाखेरि चाहिँ नि पछि चाहिँ नि ल ठिकै छ देउताको काम हो गर तर सुरक्षित भएर गर्न जानु भनेर पनि परिवारबाट पनि स्वीकृति पाएँ मैले लगभग 4-5 वर्ष त दाइहरूको पछि लागेर उहाँलाई हेल्पिङ ह्यान्डको गर्दै गर्दै
अगाडि बढेँ। त्यसपछि चाहिँ बिस्तारै 4-5 वर्षपछि कहिले काहीँ छुन दिन्थ्यो, त्यो पनि एकदमै सहज ठाउँमा भन्दाखेरि एकदमै खुल्ला ठाउँमा। इक्जाम्पलको लागि कुमारपातीदेखि पुल्चो जौलाखेल लाँदाखेरि त्यो अवस्थामा मात्र हामीले पाउने अवस्थामा चाहिँ बिस्तारै सिक्दै गएर आज लगभग 9-10 वर्ष भयो पूर्ण रूपमा चाहिँ समातेर अब अहिले पनि सिकिरहेको छु। दाइहरूले पनि अझसम्म पनि हामीलाई गाइड गरिरहेछ र उहाँहरूबाट धेरै कुरा सिक्नु बाँकी नै छ र उहाँहरूलाई चाहिँ नि धेरै धन्यवाद दिन पनि चाहेँ, किनभने चाहिँ हामीलाई चाहिँ नि अब यो पुस्ता हस्तान्तरण जस्तै नै भनौँ एउटा हामीले चाहिँ सिक्न पाएँ उहाँहरूतर्फबाट चाहिँ नि। त्यसरी चाहिँ हामी यो घरकोमा चाहिँ अगाडि बढेँ। आज सुन्दरबाट लौखेल तान्ने दिन होइन, त्यो दिनमा हामीले अब चावलमा राख्ने सधैँभरि चावलमा राख्ने गर्थ्यो। त्यो यङहरू सोधेर कोर्डिनेट गरेर हामीले हाल्छौँ। सबैभन्दा गाह्रो चिज हाम्रो सुन्दरमा हो। सुन्दरमा यसपालि रोड बनाएको अलिक राम्रो भयो र हामीले घरकोहरूलाई पनि अलिक सहज भएर राम्रोसँग राखेर मिलाएर गर्दाखेरि हामी सबैलाई राम्रो भएको थियो यसपालि। 제 롱레 영다 चाबाले छेने मलाई आठको छ चाहिँ जस जङ्गा साल मुआने जस थान जे घको पास पनि छ चाहिँ बालक घको टावे आजौँ दो मलाई जस बालक टावे आजौँ ज्या चाहिँ आटकना चाहिँ जस जङ्गा सालमाली मक्से प्रोगा थपाले चाहिँ छियो जात्रा चाहिँ रड यात्रा चाहिँ गयो ज्यादा भुलेछ हामी छिसा चाहिँ यक्को लिपा चाहिँ रड बालको देखाउँ छिके टाइम दो र स्किलिपी मनाउँदा जम्मा छि गाइबे जम्मा चाहिँ स्किलिपी मनाउँदो ज्या कारमा चाहिँ थपाले चाहिँ एकदम 10 वर्ष मेहनत यो दौराने चाहिँ को रिजल्ट भया छौँ छियो रड पनि बाल्ना छौँ रड एकदम बाल्ना दो तुला जया चाहिँ छका ढल्ला कि जमेसा न बुझेजु र वे देश जमेसा छियो आज बिसा ढाउकी खाना बुझेजु कारमा चाहिँ छिटा जया न एकदम अपया छौँ तुला जी प्यान से जो अरे भीगा छी नो त पूर्ण रूपमा गाह्रो नै भन्नु पर्ला, किनभने चाहिँ नि एउटा चाहिँ नि आफ्नो ज्यानको जोखिमै भनौँ एक प्रकारले। अब हेर्दाखेरि चाहिँ नि सहज रूपमा चाहिँ हुन सकिन्छ, तर कहिलेकाहीँ चाहिँ नि डिफ्रेन्ट एङ्गलमा डिफ्रेन्ट तरिकाले चाहिँ नि फरक बाटोमा चाहिँ नि अवस्था चाहिँ नि हुन्छ। कहिलेकाहीँ चाहिँ नि यसरी रड चाहिँ स्पिडमा आइदिन्छ कि अनकन्ट्रोलै हुने अवस्थामा चाहिँ हामी त कहिलेकाहीँ ब्ल्याङ्कनेस हुने पनि अवस्थामा आउँछ। कहिलेकाहीँ रड कुदेर आउँदाखेरि त केही नदेख्यो जस्तो पनि हुन्छ। त्यो गाह्रो पार्ट भनेको चाहिँ नि सम्भवतः पहिला रड बेसी कुद्ने र अनि त्यसमा चाहिँ नि अब यो घुमाउने टर्निङतिर र यसमा चाहिँ नि यो धोमाको साइजहरू मिलाउन सेपहरू अब घरतिर थोक्ने वा मान्छेलाई थोक्ने चाहिँ नि त्यो चाहिँ नि धेरै वाच गर्नुपर्ने हुन्छ। हामी चाहिँ नि कुनै पनि
8जना 9जनामा चाहिँ घगु राख्नेहरू चाहिँ कुनै पनि पुस्तादेखिको घगु गुठियारहरू चाहिँ हामी होइन सबैजना चाहिँ एउटा इन्ट्रेस्टले पहिला आयो त्यसपछि चाहिँ नि अब ल यो हाम्रो चाहिँ कर्तव्य हो वा चाहिँ हामीले नै यो सम्पदा संस्कृतिहरू जगाड गर्नलाई चाहिँ हामी नै अगाडि बढ्नुपर्छ भनेर चाहिँ हामी अगाडि बढेर लागिरहेका छौँ।